हेलो एभ्रिवान, आज चाहिँ मैले डिनरको लागि सुक्खा रोटी र तरकारी खाने भन्ने सोचेर थोरै पिठो लिएर अनि पानी हाल्दै थोरै पानी हाल्दै पिठो तयार गर्न थाले। अनि यसरी थोरै पानी हालेर मुस्दै यसलाई यतिको बनाएँ। अनि त्यसपछि यसलाई एकछिन नरम होस् भनेर चाहिँ मैले रेस्ट गर्न छोडिदिएँ। अब त्यो समय एकछिन होस् भनेर चाहिँ मैले यता चाहिँ तरकारी पकाउन सुरसाह गरेँ। आज चाहिँ काउली, आलु अनि इस्कुस पकाउनलाई मैले रेडी पारेँ। कराई तताएर तेल हालेर अनि तेल तातेपछि चाहिँ मैले एकछिनमा प्याज पनि फुराइदिएँ। त्यस पछाडि मैले एकछिनमा आलु पनि हालेँ। आलु हालेर एकछिन मैले चलाएपछि आलु फ्राई गरेपछि फेरि ब्रोकाउली पनि हालेँ। अनि ब्रोकाउली पनि एकछिन यता उल्टाइ पुल्टाइ गरेँ। अनि इस्कुस पनि हालेर अनि चलाउन थालेँ। एकछिन यता र उता गर्दै चलाउँदै मैले चाहिँ अनि बेसार नुन हालेँ। अनि त्यस पछाडि एकछिन फेरि चलाएँ अनि टमाटर हालेर एकछिन छोपिदिएँ। अनि त्यस पछाडि एकछिनमा मेरो टमाटर हालेको टमाटर पनि रेडी भयो। अनि मैले चाहिँ अदुवा लसुनको पेस्ट हालेर अनि त्यसलाई यसरी चलाइओराइ गरेर यताउति गरेर अनि तरकारी पनि रेडी पारेँ हैन। अन्त मेरो पिठो एकदम रेडी भएर कस्तो नरम भएर बसिसकेछ। अनि मैले चाहिँ अब यसलाई बनाउँछु भनेर बनाउन थालेँ हैन। 2-4वटा यस्तो नराम्रो भएको थियो, त्यो चाहिँ मैले खिचिनँ क्या, कस्तो बेइज्जतै थियो कि। अनि यो चाहिँ कस्तो राम्रो भयो अनि यो चाहिँ खिचेको। अनि त्यस पछाडि मैले तावा बसालेर मजाले रोटी पकाउन थालेँ उल्टाइ पुल्टाइ गरेर। अनि त्यस पछाडि यसरी अब यसलाई फुलाउन पर्यो भनेर ग्यासमाथि पनि टक्क राखिदिएँ। यसरी खाना त हुन्न रे है, त्यही पनि चल्छ भनेर चलाइदिएँ। अनि त्यस पछाडि मेरो सबै रोटी पनि रेडी भयो। अनि चाहिँ मैले मेरो हस्बेन्डको लागि अब सर्भ गर्नु पर्यो भनेर यसरी रोटी राखेँ। अलिकति तरकारी पनि राखेँ बटुकोमा। अनि यसरी अलिकति काँक्रो पनि थियो, त्यसलाई पनि राखिदिएँ। अनि 1 ग्लास दुध यसरी हालेर हल्का फोटो भिडियो खिच्दिउँ न त भनेर यसरी घुमाएर खिच्न थालेँ। अनि बुढालाई दिएको अनि मिठो छ भन्नुभयो।